हाई गाइज, वेलकम ब्याक टु माई न्यू ब्लग। सो आज चाहिँ म कलेज गएर चाहिँ आउँदैछु। कोही छैन अगाडि पछाडि, सो म मात्रै छु। सो घरबाट नि आउँदाखेरि नि म एक्लै, घर फर्किँदा नि म एक्लै छु। सो यस्तै चलिरहेको छ। अनि सो कलेजको नाममा घरबाट आइयो तर कलेज पुगेन। अनि यो कलेज जाने टाइममा चाहिँ के गर्दै बसेँ भने पसलमा छिरेँ, एउटा पसलमा। अनि खाजासाजा खाइयो, पैसा थोरै थियो। अनि थोरै क्यारम बोर्ड खेल्यो, फोन चलाउँदै बसियो। त्यस्तो गरेर चाहिँ दिन बिताएँ मैले। सो अहिले चाहिँ घर फर्किँदैछु। सो एकदम ज्याउ लागिरहेछ गाइज, यस्तो जिउ भारी भइरहेको छ होइन। अनि धेरै दिनपछि चाहिँ अब हुन्छ नि घरबाट निस्केछु। अनि लगभग 10-15 दिन जति भइसक्यो घरबाट ननिस्किएको बाहिर। अनि सो आज चाहिँ निस्केको। सो धेरै दिनपछि निस्किँदा रुटिनै कस्तो चेन्ज, रुटिन जस्तै हुन्छ नि, बानीहरू नै कस्तो फाल्टै हुने क्या, हिँड्नै अल्छी लागेर छ। अनि हुन्छ नि गाइज, त्यो यस्तो जिउ भारी भएर कसरी पुगौँ भइरहेको छ। अनि जसोतसो हिँडिरहेको छु। त्यो माथि मैले बिहान घरबाट निस्किँदाखेरि चाहिँ अब तलतिर गर्मी जाडो हुनसक्छ भनेर चाहिँ मैले भित्र बाहिर ज्याकेट स्वेटर थपेर लगाएर आएको थियो। सो त्यो लुगादेर भएको कारणले पनि यस्तो गर्मीले हिट हानिरहेछ नि, हिँड्नै सकिरहेको छैन गाइज। सो मान्छेहरूले हेरिरहेको छैन नि। सो मान्छेहरूले देख्यो भने त गएँ त म त मर्छु भन्दाखेरि। सो ट्याक्क लगाएर यो सेल्फीमा चाहिँ भिडियो बनाउँदाखेरि चाहिँ त्यो जुम गर्ने चाहिँ हुँदैन जस्तो छ है। सो मैले हेरेको कति ट्राई गरिसकेँ, हुँदैन रहेछ।